Alright, so guys, it's me Dipendra back in again new another video. So guys, फिर त नयाँ फ्रेस भयो अनि मेरो बाल्कनी देखि चाहिँ यस्तो भ्यू देखिन्छ हैन। यहाँ गाउँ एकदम खतरा गाउँ हैन, यस्तो देखिन्छ बाहिरतिर। अब एकछिन बाहिर निस्किनु पर्ला। म त एकदम विकट ठाउँमा हो नि साथी भनेर भन्नुपर्छ। कता जाने के छ यतातिर हेर्नु पर्यो, ठाउँ पनि हेर्नु पर्यो नि त। अब फेरि ठाउँहरु थाहा पनि छैन, केही पनि थाहा छैन, यताउता के छ कस्तो छ अनि कता जाँदा के हुन्छ हेर्नु पर्ने हुन्छ। म चाहिँ बाहिर निस्किन लाग्यो हैन। अब जानु पर्यो, यताउता के कस्तो छ डुल्नु पर्यो। अनि अब यस्तै छ सिचुएसन हैन। यस्तो यस्तो गल्ली गल्ली छ, के गर्ने एकदम गाउँ ठाउँ जस्तो छ हैन। अब टोकियो पनि यस्तै त हो नि, के हुने हैन। अलि छेउछाउतिर बस्नुपर्छ, अलि कम रेन्ट भएकोतिर यस्तो यस्तोतिर बस्नुपर्छ। त्यही भएर अनि बाहिरतिर घाम लागिरहेछ, क्या मजाको हेर्न सक्नुहुन्छ। यस्तो दामी घाम लागेछ। तर जे जस्तो भए पनि एकदम पिसफुल ठाउँ छ क्या यो भनेको। एकदम शान्त है, त्यस्तो शोर शराब भन्ने कुरा अनि हल्ला सल्ला नहुने एकदम शान्त ठाउँ छ क्या। त्यो चाहिँ बवाल लाग्छ क्या मलाई यस्तो शान्त ठाउँमा हैन। अनि यहाँ चाहिँ अब रोड भयो, यहाँ चाहिँ अलि गाडीहरू चलिरहेको छ अनि धेरै शान्त छ क्या यो ठाउँ भनेको। एकदम के हेर्नु यस्तो दामी फुल फुलेको रुखमा है, यस्तो दामी फुल फुलिरहेको तर अहिले देखिरहेको छैन फुलेर गर्ने। आज चाहिँ एक्लै डुल्नु पर्यो, के गर्ने साथीहरू सब काममा गए, आफ्नो हुने कामसाम छैन। त्यही भएर बेरोजगार भएर यसो घुम्न न हैन। जहिलेसम्म काम हुँदैन केही हुँदैन त्यसैसम्म घुमौँ। यहाँ चाहिँ यस्तो छ ल्यान्डहरू के हैन। अनि अब उनीहरू चाहिँ काम छ, कति बेला आउँछ थाहा हुँदैन, कि राति आउँछ होला। अनि आफू चाहिँ अब डुल्नु पर्यो यसो घुम्ने। मैले हेर्न त यतैपट्टि हेरेको एउटा पार्क छ हैन, बवाल पार्क छ अरे। अनि त्यही भएर त्यहाँ जान लाग्यो हैन। बाटो नै थाहा छैन क्या, बिर्सिहाल्छु म बेला बेलामा। फेरि यहाँ त नयाँ हुनाले अरू त त्यस्तै हो। बेलुका चाहिँ अहिले घुम्न चाहिँ हिँडिरहेको छु है रहर मानेर। अनि बेलुका चाहिँ म रुम फर्किन्छु कि फर्किन्न हैन, बाटो थाहा हुन्छ कि हुँदैन है। मलाई त डाउटिङै लागिरहेछ कि यस्तो हेर्दाखेरि त। तै पनि हैन घुम्न कसले रोक्न सक्छ र हैन। जे पनि हराए पनि ठिक छ क्या। यदि म हराइहाल्यो भने चाहिँ केटाहरूलाई बोलाउनु नै पर्ला जस्तो छ क्या। किन भन्दा नत्र भने मलाई थाहा छैन क्या, उनीहरूलाई थाहा हुन्छ, मलाई त थाहा छैन। म त हरायो भने एक कल गर्ने आइहाल्छन् साथी भएको के कामहरू। बाटोहरू हेर्नु है, यहाँ यस्तो उकालो छ, यहाँ ओह्रालो छ। अनि यहाँ यस्तो जानुपर्छ उकालो ओह्रालो हुँदै। तै पनि हामी उकालो चढाउँ न एकछिन। गाडीहरू यस्तो फ्याक्ट आउँछ है बेला बेलामा होइन। अब खासै गाउँतिर यस्तै हो कि अलिक गाउँ साइडतिर अलिक पिसफुल हुन्छ, शान्त हुन्छ। त्यही भएर अगाडिको पार्क है, यो चाहिँ बबाल ठुलो छ क्या। त्यही भएर म आएको होइन। अब के छ यहाँ हेर्नु लायक होइन, गएर हेरौँ न, भिजिट गरौँ। साकुराको मौसम छ, साकुरा जताततै छ क्या फुल। न त्यसको नजिक पुगी अब उता पारिपट्टि जाने चाहिँ कहाँबाट हो भन्ने कुरा हो क्या। बाटो सिग्नलै थाहा छैन क्या, यहाँनिर कहाँदेखि काट्ने हो। यहाँ एउटा नि सिग्नल बनाएर देखिरहेको छैन मैले होइन। जाने चाहिँ कसरी हो कि त्यो ठाउँमा जानुपर्ने होइन। एकदम जङ्गल जस्तो छ क्या एरिया होइन। यो सिजन भनेको साकुराको सिजन हो। बबालै साकुरा फुल्यो होला जस्तो अनुमानित छ मलाई त्यो ठाउँमा। गएर हेर्न पाइन्छ होला, गएर हेर्नुपर्छ। यस्तो छ यहाँ ठाउँ है। पुग्न त पुग्यो पार्कमा होइन। यहाँ हेर्नुहोस् यस्तो छ घनाघोर होइन, एकदम रुखहरू भरिएको छ। अनि सबजना रमाइरहेछन् यहाँ। कोही मर्निङ वाक गर्ने मर्निङ वाक गरेर मर्निङ डे सब वाक हुन्छ। त्यही भएर सब रमाइरहेछन्, यताउता घुमिरहेछन्। अनि उता चाहिँ जानुपर्ने हुन्छ, त्यहाँ चाहिँ उता चाहिँ भिड छ जस्तो लागिरहेछ होइन। के भएर हो केही न केही स्पोर्टहरू केही अरू कुराहरू चलिरहेको होला। अब त होलिडेहरू बनाउनु धेरै आउँछन् कि होइन। यो सिजनमा चाहिँ यस्तो बवाल दामी हुन्छ। त्यही भएर यहाँहरू खेल्नेहरूको यति नै धेरै मान्छेहरू छ कि खेल्नको लागि। सबजना रमाइरहेछन् यहाँ, खेलेर आफ्नो खेलिरहन् होइन। यत्रो ग्राउन्डमा होइन सबजना मजाले खेलिरहन्। अनि कोही रमाइरह, कोही बसिरहेछ पिकनिक स्पोटमा, अनि कोही खाइरहेछ, कोही के गरिरह। त्यही हो। अनि म पनि यस्तो डुलिरहेको छु यताउता होइन हेर्नलाई होइन। र सानो बच्चादेखि लिएर ठुलोसम्म सबै रमाइरहेको क्या। एउटा सानो पुल रहेछ, त्यहाँबाट पानी आइरहेको छ कि त्योबाट पानी आइरहेको। तर यहाँ चाहिँ लास्टै भिड छ क्या, मान्छेहरू यति धेरै छ क्या है। बच्चादेखि लिएर बुढोसम्म होइन सब स्पोटमा रमाउन आइरहेको क्या। सबै छ क्या यहाँ हेर्नु, यस्तो भिड छ क्या। तर पनि यताउता होइन। यहाँ चाहिँ एउटा व्हाइट टावर छ, के को हो हेर्न पाउने हो कि के गर्न पाउने थाहा छैन। तर दामी छ। यहाँको एकदम बवाल छ है घुम्नको लागि होइन। जे जस्तो भए पनि अलिक घुम्न चाहिँ रमाइलै छ कि। यतातिर अब पार्कहरू पनि ठुलो रहेछ, मान्छेहरू पनि धेरै रमाइरहेछन्। अनि त्यसैमा म पनि छु। तर साकुरा चाहिँ फुलेन रहेछ कि, अझै फुल्न बाँकी छ। किन भन्दा यो रुखहरूमा यस्तै छ कि हेर्नु, केही छैन कि यहाँ होइन। अब मतलब केही महिना भनौँ न केही दिनपछिहरू फुल्छ होला सायद होइन। त्यसपछि यहाँ झन् रमाइलो हुन्छ कि यहाँ झन्। अहिले नै मान्छे यति रमाउन आइसकेका छन् भनेपछि यसपछि चाहिँ कति रमाउनु।
लाग्छ है। यहाँ चाहिँ सबै सामानहरू पाउँछ होला जस्तो लाग्छ। एकछिन गएर हेरौँ न। पाउँदो रहेछ, तर के पाउँदो रहेछ यहाँ सबै कुराहरू रहेछ रन्द होइन। आफूलाई चाहिने कुराहरू चाहिँ एउटा स्टोर रहेछ, सबै कुराहरू छ यहाँ। के चलिरहेको छ कि बवाल हल्ला भइरहेको छ, एकछिन गएर हेरौँ न है। साउन्ड छ क्या होइन, प्रोग्राम चलिरहेको जस्तो छ होइन। एकछिन गएर हेर्नुपर्छ यहाँ। बवाल प्रोग्राम चलिरहेको छ कि कुनै एउटा प्रोग्राम रहेछ। हल्का प्रोग्राम हेर्न गइदिएको होइन, जापानी जारी के भनिदिएर फोटो नखिच्नु। यहाँ सबभन्दा जापानमा यही प्रब्लम हो कि सबभन्दा के फोटो पनि खिच्न पाउनु केही नै पाउँदैन। सबैभन्दा समस्या भनेको होइन क्यामेरा के जापानमा होइन, फोटो नखिच्ने, यो नखिच्ने, त्यो नखिच्ने है। त्यही भएर यिनीहरूको चाहिँ सब चिज ब्लर हुन्छ क्या। केही चिज पनि खिच्यो भने ब्लर आउँछ क्या। यिनीहरूलाई त्यो क्यामेरा नभएको फोन दिनुपर्ने हो। क्यामेरा तर 2-3वटा दिइदिन्छ, किन दिन्छ भन्ने हो क्या। कहिलेकाहीँ त यस्तो लाग्छ होइन। अब एकदम हेरिरहेको थिएँ होइन, त्यहाँ राम्रो भइरहेको थियो डान्सहरू। अनि मैले सुमाएर अब हेरिरहेको थिएँ, यसो क्यामेराबाट 1-2वटा क्लिप लिइदिएँ। अनि चाहिँ भन्छ आएर, ओ सुमासेन फोटो नखिच्नुहोस् प्लिज भन्छ। अब मैले ठिक छ सक्यो, तपाईँको भन्यो भने मान्नै पऱ्यो अब होइन। तपाईँको त हरेक देशै ब्लर हो, ठिक छ सक्यो, नो प्रब्लम। अनि यहाँ चाहिँ तल रोड छ। अनि म चाहिँ उत्तरतिर गइरहेको, अब त्यहाँ पनि खासै राम्रोसँग हेर्न पनि मिलेन। त्यही भएर क्यामेरा युज नो भनिदिइसकेपछि त अब हेर्नै पनि गाह्रो लाग्यो। त्यही भएर म हिँडिदिएको त्यहाँदेखि। सो अब अर्को ठाउँतिर जाऊँ। घुम्छु भनेर हिँडेको मान्छे होइन, धेरै टाढा पुग्छ क्या रहेछु क्या। तैपनि म घुमिरहेको छु अझै पनि होइन। यता त जताततै जङ्गलै जङ्गल छ। बाब्रे कहाँ हो, कहाँ दुनियाँ अलग छ कि अब यस्तो हेर्दा त होइन, आफूलाई पनि लाग्छ होइन। हरेक ठाउँतिर हेर जङ्गल छ, पार्क छ, रुख बिरुवा छ, घर पनि छन् त यतातिर घरहरू बने होइन। अब खै कता हो, कता उतातिर पनि के छ, पार्कहरू रहेछ उतापट्टि, हेर्नु पर्ला जस्तो लागिरह। गाह्रो छ घुम्न नि, के गर्नु। मम्मीले आफ्नो बेबीलाई माथि सुताएर आरामसँग बस्नु भएको छ। यहाँदेखि चाहिँ राम्रो भ्यू देखिँदो रहेछ क्या। छैन म यत्रो घुमेँ होइन, लास्टमा मैले साकुरा फुलेको भेटेँ पऱ्यो नि। कस्तो बवाल फुले है, तर फुल्न चाहिँ हेर्न सक्नुहुन्छ यस्तो दामी फुले हानी। लास्टमा भेटेँ कि साकुरा होइन, यहाँ रहेछ दामी फुले तर हेर्नु पऱ्यो एकछिन होइन। दामी चाहिँ सानो यस्तो रहेछ अलि गार्डन टाइपको, तर यहाँ चाहिँ दामी फुले रहेछ कि, एकछिन हेर्नु पऱ्यो। त्यसै जापानी पुचेहरूले चाहिँ के छोपिरहन् होइन, किराहरू के पठाङ्ग्राहरू त्यो पुतलीहरू छोपिरहन्। तर दामी चाहिँ रमाइरहन् तिनीहरू चाहिँ। अनि यो पनि के छ आर्किटेक्चर एउटा राम्रो छ, जे बनायो नि हेर्नलाई होइन सबै कुराहरू। तर चिसो पनि अति नै भयो क्या, लास्टै चिसो भयो। अब त राति पनि पर्न लाग्यो, बेलुका पनि भयो होइन, सूर्य पनि अस्ताउन थाल्यो। अब यहाँदेखि कहाँ जाने, फेरि बाटो बिर्सिहालेँ म। सो गाइज होइन, अब आजको लागि यति नै। अनि यदि च्यानललाई सब्सक्राइब गर्नुपर्छ भने सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस् होइन, कमेन्ट गर्नुहोस्। फेरि नेक्स्ट भिडियोमा भेटौँला। अहिलेसम्म भिडियो हेरिदिनुमा थ्याङ्क यू सो मच, बाई बाई।